परमेश्वर पितालाई एकदमै मन नपर्ने घृणा लाग्ने 7वटा कुराहरू बाइबलमा लेखिएको छ। आउनुहोस् त्यो के रहेछ भनेर हामी हेरौँ। हितोपदेश 6को 16 देखि हामीले 19 सम्म पढ्यौँ भने यहाँ यसरी लेखेको छ, 6वटा कुराहरू छन् जसलाई परम प्रभुले घृणा गर्नुहुन्छ। 7औं चाहिँ जो उहाँको दृष्टिमा घृणित छन्, अहङ्कारी आँखा, झुट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला, असत्य बोल्ने झुटो साक्षी र दाजुभाइहरूका माझमा झगडा उठाउने मानिस। अब यो वचनको अर्थ के हो त, हामी यसलाई छोटकरीमा हेरौँ। पहिलो हो अहङ्कारी आँखा। अहङ्कारी आँखा भनेको चाहिँ अरूलाई देखि नसहनु अथवा आफूभन्दा अरूलाई सानो देख्ने, अरूलाई नराम्रो दृष्टिले हेर्ने, होइन म चाहिँ एकदमै ठुलो छु भनेर घमण्डले फुलिने, अरूलाई हेर्ने नजर है सब जहिले पनि सानो भन्ने, अरू त केही पनि होइन, यो के हो र भनेर अरूलाई गलत किसिमले हेर्ने जुन हाम्रो दृष्टि छ, हाम्रो नजर छ, त्यस्तो नजर चाहिँ परम प्रभुले घृणा गर्नुहुन्छ, हाम्रो परमेश्वर पिताले घृणा गर्नुहुन्छ भनेर भन्नुभएको छ। अर्को छ झुटो बोल्ने जिब्रो। झुटो बोल्ने जिब्रो भनेको चाहिँ आफ्नो फाइदाको लागि मानिसहरूसँग झुटो बोल्ने अथवा कुनै न कुनै तरिकाले गलत कुरोलाई सही बनाउनलाई झुटो कुरा बोलिदिने अथवा केही थपेर बोलिदिने, केही घटाएर बोलिदिने अथवा गलत साक्षीहरू दिने अथवा तपाईँले अरूले जे गरेको हो त्यो कुरालाई ठिक तरिकाले नभन्ने, सही तरिकाले नभन्ने, त्यसमा बङ्गाएर कुनै लम्बाइ चौडाइ होइन घटाएर हुन्छ कहिलेकाहीँ त्यसरी नभएको कुरा बोल्ने, त्यसलाई चाहिँ झुटो बोल्ने जिब्रो भनेको छ। यसलाई पनि परमेश्वर पिताले एकदमै घृणा गर्नुहुन्छ भनेको छ। अर्को छ निर्दोषको रगत बगाउने हात। यो निर्दोषको रगत बगाउने हात भनेको चाहिँ कसैलाई गएर मार्ने भनेको होइन, यो चाहिँ जो कमजोर व्यक्तिहरू छ, कमजोर व्यक्तिहरूलाई थिचोमिचोमा पार्ने, आफ्नो स्वार्थको लागि होइन, जो व्यक्तिहरू आफै केही गर्न सक्दैनन्, जो सोझा व्यक्तिहरू छन्, जो आफ्नो न्यायको लागि बोल्न सक्दैनन्, आफ्नो न्यायको लागि होइन धेरै यसरी बुझाउन धेरै बाठो छैन, ऊ सोझो छ, त्यस्तो मान्छेहरूलाई चाहिँ फसाउने व्यक्तिहरू, त्यस्तो मान्छेहरूको फाइदा उठाउने व्यक्तिहरू चाहिँ को हो त, निर्दोषको रगत बगाउनेहरू हो। त्यस्ता हातहरू भनेको छ, त्यस्ता व्यक्तिहरू, त्यस्तो हातहरू परम प्रभुले घृणा गर्नुहुन्छ भनेको छ। दुष्ट योजनाहरू बनाउने हृदय भनेको छ, भनेको अरूकाको विरुद्धमा अथवा केही नराम्रो कुराको लागि गर्नको लागि चाहिँ हामीले त के त नराम्रा कुराहरू सोचेर पुरा योजना तयारी गर्ने, त्यस्ता हृदयलाई परमेश्वरले घृणा गर्नुहुन्छ। धेरैचोटि हामी के गर्छौँ त, यो मान्छेलाई त केही गरी फसाइदिन पाए नि हुन्थ्यो, केही भन्न पाए नि हुन्थ्यो, केही नराम्रो गरिदिन पाए नि हुन्थ्यो, अथवा म बच्नको लागि होइन, आफू गलत छँदै पनि म बच्नको लागि मैले यो कुरा चाहिँ नराम्रो गरेँ भने म बच्छु भनेर खराब विचारहरू मनमा होइन